नमस्ते सबैजनालाई है। आज चाहिँ म के भिडियो लिएर आएको छु भन्दाखेरि चाहिँ नेपालको लाइसेन्स चाहिँ जापानमा आएर क्लियर गर्ने, जापानी लाइसेन्समा चेन्ज गर्ने है। त्यो चेन्ज गर्नको लागि चाहिँ के चाहिन्छ त डकुमेन्टहरू, त्यो कुराहरू चाहिँ म एकचोटि सर एक्सप्लेन गरिदिन्छु है। हजुरहरू चाहिँ यदि भर्खर जापान आउनुभएको छ या चाहिँ जापान आउने प्लानमा हुनुहुन्छ र जापान आएपछि चाहिँ अब यहाँ लाइसेन्सहरू निकाल्न गाह्रो हुन्छ, महँगो पर्छ होइन, सिलबाट गर्दाखेरि त्यो क्लियर गर्ने सोचमा हुनुहुन्छ भने चाहिँ के डकुमेन्ट चाहिन्छ र कस्तो प्रोसेसले चाहिँ लाइसेन्स बन्छ त्यो कुरा चाहिँ म एकचोटि एक्सप्लेन गरिदिन्छु। त्यो भएर ध्यान दिएर हेरिदिनु होला है। सुरुमा चाहिँ नेपालको लाइसेन्सलाई चाहिँ जापानमा ट्रान्सलेट गर्नको लागि चाहिँ सुरुमा चाहिने भनेको चाहिँ एक्सपिरियन्स है। सबभन्दा पहिला तपाईँको नेपालको लाइसेन्स निकालेको टाइमबाट डेटबाट जुन स्मार्ट लाइसेन्स है, फेरि पहिलाको त्यो पेपर लाइसेन्स चाहिँ हुँदैन, स्मार्ट लाइसेन्स निकालेको एटलिस्ट 90 दिन नपुर्याइकन चाहिँ यदि त हजुरहरू जापान आउनुभएको छ भने त्यो लाइसेन्स चाहिँ क्लियर गर्न मिल्दैन। त्यही भएर हजुर लाइसेन्स निकालेर यदि यहाँ आएर क्लियर गर्ने सोचमा हुनुहुन्छ भने चाहिँ कमसेकम पनि 90 दिन पुऱ्याएको हुनुपर्छ है त। स्मार्ट लाइसेन्स निकालेको 90 दिन पुऱ्याउनु हुनुपर्छ। त्यसपछि चाहिँ हजुरहरूले नेपालको यातायात कार्यालयबाट हजुरलाई जुन ठाउँबाट लाइसेन्स निकाल्नु भएको त्यहाँको यातायात कार्यालयबाट यो दुईवटा डकुमेन्ट हुन्छ है। एउटा यो चाहिँ यो भेरिफिकेसन भन्ने पेपर हुन्छ, यो यस्तो खाले हुन्छ है, राम्रोसँग हेर्नु होला। यसमा चाहिँ हजुरहरूको नाम, डेट अनि तपाईँको यहाँ चाहिँ माथि चाहिँ अब लाइसेन्स चाहिँ ओरिजिनल लाइसेन्स हो, उहाँले चाहिँ यो समयमा लाइसेन्स निकाल्नु भएको भनेर सबै लेखेको हुन्छ है। अनि यो पेपर भयो। अनि अर्को चाहिँ यातायात कार्यालयबाट नै अर्को चाहिँ यो ड्राइभर रेकर्ड होल्डर भन्ने है, यो यस्तो प्रकारले पेपर पनि हुन्छ। यसमा चाहिँ हजुरहरूले लाइसेन्स निकाल्नु भएको कहिले, बाइकको छ भने गाडीको थप्नु भएको कहिले, अनि कसो खाले लाइसेन्स बोक्नु भएको सबै यो लेखेको हुन्छ डेटसँग होइन। तपाईँको मेडिकल लाइक एक्जामहरू पनि कसले लिएको, डक्टरको नामहरू सबै लेखेको हुन्छ। यो चाहिँ तपाईँको यातायात कार्यालयबाट बनाउन सकिन्छ है। त्यो दुइटा बनाइसकेपछि चाहिँ सबभन्दा मेन भनेको यो छुट्याउनु नहुने कुरा भनेको चाहिँ यहाँ स्ट्याम्प हुन्छ। यो एउटा माथि चाहिँ यहाँ यो यातायात कार्यालयको भयो है, अनि यता मुनि चाहिँ तपाईँको परराष्ट्र मन्त्रालयको है। त्यो भएर यो दुईवटा स्ट्याम्प चाहिँ तपाईँको दुईटै पेपरमा तपाईँले यहाँ देख्न सक्नुहुन्छ। यहाँ एउटा यो यातायात कार्यालयको यता छ अनि अर्को चाहिँ यो परराष्ट्र मन्त्रालयको यहाँ छ है। त्यो भयो। अनि यो भेरिफिकेसन पेपरमा पनि यहाँ माथि यातायातको र तर्को चाहिँ परराष्ट्र मन्त्रालयको त्यो छ है। यो दुईवटा बनाएर आइसकेपछि चाहिँ क्लियर गर्नलाई मिल्छ है। अनि जापान आइसकेपछि यो नेपालबाट ल्याउने डकुमेन्ट भयो। अब जापानमा आइसकेपछि चाहिँ के डकुमेन्ट मनपर्छ त भन्दाखेरि चाहिँ तपाईँको सुरुमा एउटा यो तपाईँको लाइसेन्समा तपाईँको इङ्ग्लिस र नेपालीमा लेखेको हुन्छ। यहाँ जापानिज पुलिसहरूले त्यो कुरा बुझ्दैन, त नबुझ्नुको कारणले गर्दाखेरि चाहिँ तपाईँको यो ज्याफ भन्ने ट्रान्सलेसन पेपर हुन्छ यो चाहिँ होइन। यो जापान अटोमोबाइल फेडरेसनले चाहिँ यो पेपर बनाउँछ है। यो पेपर चाहिँ बनाउनु पर्ने हुन्छ। यदि अब म स्टाडा ड्राइभिङ स्कुलबाट हो, हजुरहरूले हामीबाट क्लियर गर्दै हुनुहुन्छ भने हामीले पेपर पनि बनाइदिन सक्छौँ है। अनि आफै गर्नुहुन्छ भने त्यो पनि सकिन्छ। त्यही भएर त्यो नि ख्याल गर्नु होला है त। अनि अर्को